नम्बर 1 महावीर पुनको जन्म म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका नाउलापानी गाउँमा भएको थियो। नम्बर 2 महावीर पुनले गाउँमै प्रारम्भिक पढाइ गरेर उच्च शिक्षाका लागि उनी अमेरिका पुगेका थिए र उच्च अध्ययन सकेपछि सजिलो जीवन त्यागेर उनी गाउँ फर्किए र ग्रामीण विकासमा लागे। नम्बर 3 महावीर पुनले ग्रामीण अथवा विकट हिमाली गाउँहरूमा पनि इन्टरनेट पुर्याउने गरी वायरलेस नेटवर्किङ प्रोजेक्ट सुरु गरे र अहिले उनलाई आईसीटी हिरो अफ नेपाल भनेर समेत चिनिन्छ। नम्बर 4 महावीर पुनले युवाहरूलाई आविष्कार र अनुसन्धान तर्फ आकर्षित गर्न इनोभेसन फन्ड समेत स्थापना गरेका छन्। नम्बर 5 महावीर पुनले अनुसन्धान र आविष्कारलाई राज्यलाई निरन्तर दबाब दिइरहे तर राज्यले पनि सहयोग गर्न नमान्दा उनले आफ्नै जीवनीको पुस्तक बेचेर कृषि औजार कारखाना सञ्चालन गरे। नम्बर 6 महावीर पुनको प्रोजेक्ट हेर्न र सिक्न विदेशी विशेषज्ञहरू पनि नेपाल आएका थिए। नम्बर 7 महावीर पुनको कामलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिएको छ र उनले धेरै अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन्। नम्बर 8 महावीर पुन अन्ततः 2082 साल असोज 5 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्। यसले नेपाली जनताहरूलाई हर्षमय बनाएको छ। गाइज यस्ता इन्फर्मेटिभ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई लाइक सब्स्क्राइब सेयर गर्नु।